यदि तपाईँ एन्ड्रोइड युजर हुनुहुन्छ भने स्टोरेज फुल भएर हैरान हुनुभएको छ। यदि त्यसो हो भने फोटो तथा भिडियो डिलिट नगरिकन आफ्नो मोबाइलको स्टोरेज कसरी खाली गर्ने भनेर आज म यो भिडियो मार्फत तपाईहरुलाई सिकाउने छु। भिडियो सुरु गर्नुभन्दा पहिले हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला, ताकि म तपाईहरुको लागि यस्तै नयाँ इन्फर्मेसन भिडियो लिएर आउने नै छु। अब लागौं मोबाइल स्क्रिन तर्फ। सबभन्दा पहिले तपाईले आफ्नो मोबाइलको क्रोम ब्राउजर ओपन गर्नु होला। क्रोम ब्राउजर ओपन गरिसकेपछि थ्री डटमा क्लिक गर्नु होला। थ्री डटमा क्लिक गरिसकेपछि सेटिंग्समा क्लिक गर्नु होला। अब सेटिंग्समा क्लिक गरिसकेपछि तपाईको मोबाइलमा यस्तो इन्टरफेस खुल्छ। अलिकति स्क्रोल गरेर साइट सेटिङमा जानु होला। साइट सेटिंग्समा क्लिक गरिसकेपछि अलिकति स्क्रोल गरेर डाटा स्टोरेज ओपन गरिसकेपछि अहिलेसम्मको वेबसाइट डाटा तपाईले देख्न सक्नुहुन्छ, जुन तपाईको मोबाइलको स्टोरेज खाइरहेको हुन्छ। यसलाई हटाउनको लागि तपाईले डिलिट अल डाटा गर्नुहोस्। डिलिट अल डाटा गरिसकेपछि तपाईले आफ्नो मोबाइलमा राम्रो स्टोरेज प्राप्त गर्न सक्नुहुनेछ। यस्तै भिडियोको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। थ्यांक्स फर वाचिङ दिस भिडियो।